आज म बनाउन चाहदैछु जम्मा गरेको दुधको तर्को 4वटा आइटम, लड्डु, सुब्रादवाला हलुवा, घिउ र पनिर। जिरो वेस्ट, केही खेर जाँदैन कि त्यो तर्को। त्यो तर्को सबभन्दा पहिला नौनी निकाल्ने यो त सबैलाई थाहा छँदैछ। अनि त्यो नौनी निकालेपछि तलको दुध हुन्छ नि, पहिला त्यसै फालिन्थ्यो कि थाहा नभएर। अब थाहा पाएपछि चाहिँ यसलाई ततायो। तताउनुलाई चाहिँ न कागती हाल्नुपर्छ न भिनेगर, एकैछिनमा फाट्छ अनि छानिदिने सफा कपडामा पनिर बन्छ। उता त्यो नौनी पनि तातेर घिउ भइसक्यो, यसलाई पनि छानेर यसको बिलौनी राखेको छु है। अनि यसलाई चाहिँ थिचेर राखिदिएँ पनिर बनाउन। अनि बिलौनीलाई पनि साइड लगाएर त्यही कराईमा अलिकति सुजी राखेर मजाले रातो पारेर भुटी, त्यसपछि त्यो सुजी निकालेर बिलौनी हाली, बिलौनीमा चिनी र दुध हालेर मजाले पकाएँ। अनि सुजी राखेर ड्राई बनाएँ कि सुब्रातवाला हलुवा बनाउनु लाग्यो, लड्डु पनि बनाउनु लाग्यो कि यसको मैले। यसमा सुजीको सट्टा गहुँको पिठो पनि राख्न सक्नुहुन्छ, मैले चाहिँ सुजी राखेको। अनि त्यसपछि ड्राई फ्रुट्स राखेँ। अनि त्यसपछि यसलाई प्लेटिङ गरेँ। सुब्रातवाला हलुवा भनेको चाहिँ हाम्रो मुस्लिम समुदायको स्पेसल